म चाहिँ तपाईँहरूलाई कसरी अर्निङ गर्ने र कसरी विथड्र गर्ने, कति हुँदा चाहिँ हामीले विथड्र गर्न मिल्छ र विथड्र गर्नको लागि चाहिँ के गर्नुपर्छ भन्ने कुरा चाहिँ यो भिडियोमा सिकाउनेछु। विथड्रको मुनि तपाईँ देख्न सक्नुहुन्छ $0.2 छ। तपाईँले चाहिँ $0.1 हुँदा पनि विथड्र गर्न सक्नुहुन्छ र तपाईँलाई धेरै विथड्र गर्न मन छ भने चाहिँ तपाईँले चाहिँ गेम खेल्न सक्नुहुन्छ। यहाँ हार्भेस्ट गरेर पनि अर्निङ गर्न सक्नुहुन्छ। यहाँ लुडो गेम छ हैन, तपाईँले लुडो गेम खेलेर पनि धेरै डलर चाहिँ कलेक्सन गर्न सक्नुहुन्छ। रिवार्डहरू पनि आउँछ, रिवार्डहरू पनि कलेक्ट गर्न सक्नुहुन्छ। यसरी रिवार्डहरू कलेक्ट गर्दै डलर चाहिँ तपाईँले चाहिँ कलेक्सन गर्न सक्नुहुन्छ। र यसबाट चाहिँ विथड्र गर्नको लागि सुरुमा त 0.1 हुनुपर्छ हैन। अलरेडी यहाँ 0.2 छ। त्यस पछाडि मैले चाहिँ यहाँ रिवार्डहरू कलेक्ट गर्दैछु। यसरी तपाईँहरूले पनि रिवार्डहरू कलेक्सन गर्न सक्नुहुन्छ। र यसमा गेम खेलेर होस् या लाइभ बसेर होस् या हार्भेस्ट गरेर होस्, तपाईँले चाहिँ डलर चाहिँ कलेक्सन गर्न सक्नुहुन्छ, पर्ने हुन्छ। अब यहाँ तपाईँ देख्न सक्नुहुन्छ विथड्रको लागि चाहिँ रेडी भइसक्यो। मैले सबै कलेक्सन गरेर, रिवार्ड कलेक्सन गरेर, गेम खेलेर चाहिँ $0.36 चाहिँ बनाइसकेँ। अब विथड्र गर्नको लागि चाहिँ रेडी विथड्र गर्न सक्नुहुन्छ। विथड्र गर्नको लागि चाहिँ यहाँ मुनि विथड्र अप्सन देखाएको छ। विथड्र अप्सनमा क्लिक गर्नुहोस् र फेस भेरिफिकेसन माग्छ। तपाईँले चाहिँ आफ्नो फेस चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ र भेरिफाई गर्न एकदम इजी छ। फेस भेरिफाई गर्नको लागि चाहिँ गो टु अथेन्टिकेसनमा क्लिक गर्नुहोस्। त्यस पछाडि यस्तो अप्सन आउँछ। यसमा पनि तपाईँले चाहिँ क्लिक गरिसके पछाडि एकछिन लोडिङ हुन्छ। तपाईँको फ्रन्ट क्यामेरा ओपन हुन्छ र क्यामेरा ओपन भइसके पछाडि चाहिँ तपाईँलाई त्यहाँ के भन्छ त्यो अनुसार तपाईँले चाहिँ आफ्नो फेस क्यामेराको अगाडि राख्नुभयो भने चाहिँ तपाईँको फेस भेरिफाई हुन्छ। त्यस पछाडि चाहिँ तपाईँले चाहिँ विथड्र गर्न सक्नुहुन्छ।